यो विषयमा जुन इरानले आफ्नो स्टेटस हर्मुजलाई लिएर आफू जति बलियो छ किन त्यस्तो भइरहेको छ अथवा स्टेटस हर्मुज पास गर्नका लागि किन इरानको अनुमति चाहिन्छ भन्ने विषयमा पनि म एउटा यो भिडियो बनाउन गइरहेको छु। हिजो नै हामीले भन्यौँ कि यो जुन जलडमरू छ यो चाहिँ विश्वकै सबैभन्दा बढी तेल र ग्यास अथवा इन्धनहरू ओसार पसार हुने क्षेत्रमा पर्दछ। विश्व बजारमा उपयोग हुने इन्धनको करिब 20% हिस्सा यो स्टेट अफ हर्मुजको जलडमरूबाट निस्कने गर्दछ र इरान र ओमानको बिचमा पर्छ। अब इरान र ओमानको बिचमा पर्छ तर ओमानको कुरा आएको छैन। तर यसमा इरानको मात्रै कुरा किन छ भन्दा यसमा केही 3वटा कुराहरूले चाहिँ महत्त्वपूर्ण भूमिका राखेको रहेछ। किन त अब यो स्टेट अफ हर्मुजको बाटो हुँदै तेलहरू ओसारपसार गर्न अथवा त्यो समुद्र पार गर्नको लागि इरानको अनुमति किन आवश्यक हुन्छ भन्ने विषयमा मैले यो भिडियो बनाएको छु। एउटा कुरा त जोग्राफिकल कन्ट्रोल अथवा भौगोलिक नियन्त्रण। यो जुन स्टेट अफ हर्मुजको जुन जलमार्ग छ यसको उत्तरी भाग चाहिँ इरानको समुद्री क्षेत्रमा पर्ने रहेछ। त्यसले गर्दाखेरि यहाँबाट आउने जाने जति पनि जहाजहरू छन् उनीहरूले इरानको नियम पालना गर्नुपर्छ। दोस्रो नम्बर छ अन्तर्राष्ट्रिय कानुन अथवा इन्टरनेसनल ल। सामुद्रिक कानुन अथवा यो इन्टरनेसनल ल अनुसार युनाइटेड नेसनद्वारा बनाइएका नियमअनुसार पनि कुनै पनि देशको सामुद्रिक क्षेत्रमा प्रवेश गर्दा निश्चित नियम र अनुमतिहरू आवश्यकता पर्दछ। अघि नै हामीले भन्यौँ यसको जोग्राफिकल कन्ट्रोल चाहिँ इरानसँग भएको हुनाले इरानले बनाइएका निश्चित नियमहरूको पालना जुनसुकै देशका जहाजहरूले गर्नुपर्छ। दोस्रो कुरा। अर्को तेस्रो कुरा छ सुरक्षा र राजनीति अथवा सेक्युरिटी एन्ड पोलिटिक्स। यो क्षेत्र निकै संवेदनशील छ। इरानले कहिलेकाहीँ आफ्नो सुरक्षा र राजनीतिक कारणहरूले गर्दाखेरि पनि यसको आगमन छ यहाँ हुने आगमनहरूको निगरानी वा नियन्त्रण पनि गर्न सक्ने रहेछ। त्यो कारणले गर्दाखेरि सामान्य अवस्थामा यो नियम सरासर हुने भयो हामीलाई केही पनि थाहा भएन। तर यो सामान्य अवस्थामा यो अन्तर्राष्ट्रिय जलमार्ग हो यो निर्वाध रूपमा प्रयोग हुन्छ। तर अहिलेको विशेष प्रयोग अवस्थामा चाहिँ के हुने भयो भन्दा ट्रान्जिट प्यासेज अधिकार भए पनि हैन यसलाई पूर्ण रूपमा अघि पछि पूर्ण रूपमा रोक लगाउन नमिले पनि अहिलेको अवस्थामा चाहिँ इरानले आफ्नो जुन भौगोलिक क्षेत्र भएको कारणले त्यसलाई आफ्नो नियन्त्रणमा राखेको छ र आफ्नो अनुमति बिना यदि कोही यो जलमार्ग पार गर्छ भने हामी आक्रमण गर्छौँ भनेर आफ्नो अधिकारलाई प्रयोग गरेको पाइयो। तसर्थ यो जुन अहिलेको यो परिस्थिति छ स्टेट अफ हर्मुजलाई खुल्ला गर्नको लागि हैन विभिन्न 3वटा कारण भौगोलिक नियन्त्रणको कारण अन्तर्राष्ट्रिय कानुनको कारण र सुरक्षा र राजनीतिको कारणले पनि इरानको सहमति अपरिहार्य हुने रहेछ साथीहरू। धन्यवाद।